ल मूर्ख तँ पहिला पनि छोरी माग्न आएको होस् उहाँबाट पनि छोरी माग्न आउनु भएको हो म तिमीहरूलाई एउटा गेम खेलाउँछु जसले जित्छ छोरी उसैको होइन त छोरी हुन्छ 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 गेम चाहिँ के हो ए गेम यहाँ बाबुले चाहिँ सुकुटे सेरा बिचको स्विमिङ पुल मुनि मैले एउटा औँठी राखेको छु त्यो झिकेर ल्याउने मेरो मेरो अनि तँ मूर्खलाई चाहिँ गोठाटारको सोफा हबमा रहेको सोफा पछाडि मैले एउटा औँठी राखेको छु त्यो झिकेर ल्याउने हुन्छ 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 हुँदैन मलाई त्यति टाढो राखेको छ भेदा म हुँदैन केटी चाहिएको छ कि छैन त्यति चाहिएको ल 1 घण्टाभित्र औँठी जसले खोजेर ल्याउँछ छोरी उसैको सोफाहरू कति सोफा सोफाहरू यता माथि छ माथि माथि छ भाइ सोफा यस अब कति धेरै सोफा कुन सोफाको पछाडि छ त औँठी खोज्नु त पर्यो नि मा कहाँ पनि छ र एउटा सोफाबाट आएको 1000वटा सोफा रहेछ अब हिरा खोज्न भन्दा नि गाह्रो रहेछ के अर्कैले देखाउने भयो अरे औँठी हेर्छ नि बिहे हुने भयो मासल गएन पऱ्यो ढिलो भयो कि हो ल बाबु दराजहरू कुन कुन मनपर्छ हेर है त यसपालि त जन्ती बाख्रा खा बाख्रा भन्छ बोका सबै राम्रो नै छ सोचेर भा औँठी भेट्यो बिहे गरौँ न भने छिटो गरौँ इत्राका बिहे छोरीको बिहे भइसक्यो बिहे भइसक्यो कुछ उहाँसँग यो 1 घण्टामा सुकुटी पुगिरह्यो के 1 घण्टा हुनु मूर्ख 9 महिना भइसक्यो तँ 9 महिनादेखि यही सोफा हातमा थिइस् म 9 महिनादेखि सोफामा थिएँ छोरीको बिहे पनि भइसक्यो पिपी भइसक्यो हजुर भा तपाईँले आफ्नो छोरीको बिहे अन्त्य गरेर दिए पनि उसको लागि मेरो मन परिवर्तन भएको छैन बुझ्नुभयो तेरो मन परिवर्तन भएको छैन होला तर मेरो छोरीको भुडी परिवर्तन भइसक्यो देखाइदेऊ त छोरी के नै भाडा मेलु इत्राका मेलुङ बच्चा जन्मिन लागिसक्यो 9 महिना पनि कोही एक ठाउँमा हराउँछ त मूर्ख ए बुढा सोफाको पछाडि औँठी छ भनेर पठाउने अनि सबै सोफा भाडामा पठाउने सोफामा यदि धेरै सोफा छ कि बाहुबलीमा घोडा भन्दा नि धेरै थरीको सोफा डिजाइनको सोफा तर राम्रो सोफा क्या फेरि म त सुन्दै खोज्दै गरेको 9 महिना भएछ अनि यहाँ के देखाउन आयो त मलाई चाहिँ म छोरी ज्वाइँले सोफा गिफ्ट दिन आएको ठिक छ सोफा चाहिँ बवाल छ दराज पनि बवाल छ भने फर्निचर आइटम अल गुड फ्यान्टास्टिक भएर त हामी आएको हिँड छोरी